सो हे एभ्रिवान, आज हामी आएको थियौँ एउटा एसी फिटिङ गर्न। हेर्न सक्नुहुन्छ एसी ब्रान्ड रहेको छ डिकोम भनेर इन्भर्टर मोडल रहेछ। हामीले एसी लगभग फिटिङ गरिसकेका छौँ। यहाँबाट होल निकालेछौँ पाइप पहिले बिहान गरेर हामी एसीको राइट साइडबाट ननिकालेर लेफ्ट साइडबाट निकालेछौँ, किनभने कनेक्सन भित्रै पर्छ र पछि रिपेयर गर्न अरू केही गर्न पऱ्यो भने बाइचान्स लिकेज नै भयो भने रिपेयर गर्न सजिलो हुन्छ। सो यहाँबाट निकालेछौँ, पाइप बिहान पहिले गऱ्यौँ, त्यसपछि भित्र घुसायौँ। अब एसी फिटिङ भइसकेको छ आउटडोर, अनि भ्याकुम गर्दैछौँ। भ्याकुम भइसकेपछि अब ग्यास रिलिज गर्छौँ र चलाउनेछौँ। आज प्लग यति मात्रै सेकेन्ड छ, सरी एउटा अझै काम छ। यो ड्रेन पाइप त्यसमा हटाउनु छ, त्यसपछि यहाँतिर निकाल्नु छ। हाम्रो दोषभित्र काम गरिरहेछन्, त्यहाँ देखिरहेन, किनभने दोष र म दुइटै कालो छन्। सो देख्न गाह्रो छ दुइटैले। त्यो पनि काम हाम्रो पक्का छ, मान्छे कालो भयो भने। सो म भित्रको अहिले देखाउने छु भित्रको कस्तो छ। भित्रको कमेन्ट गरेर हाम्रो कमेन्ट गरिदिनु होला कस्तो छ, राम्रो छैन, केही सुधार गर्न पर्ने छ, केही पर्ने छ। हाम्रो यो एसी फिटिङ गरेको भनेको रिक्स त रिक्स नै हो। हेर्नुहोस्, यहाँबाट दुई तल्ले, एक तल्ला त्यहाँ भयो, एक तल्ला यहाँ भयो, दुई तल्ला माथि सिँढी लगाएर मजाले काम गर्थ्यौँ। सो कति चार्ज लिनुपर्छ त्यो पनि भन्नु होला टेक्निसियनहरू। जस्ट इन्टरप्राइजेस हाम्रो दोष हाँसिरहेको छ।